के हजुरहरूले बसन्त फिल्म हेर्नुभयो त? मैले त हेरेँ बसन्त फिल्म। हामी बसन्त फिल्म हेर्नको लागि पुग्यौँ सिभिल मल। टाइम अलिकति बचेको थियो, के गर्ने भनिसकेपछि हामी सिभिल मलमा रहेको लोकल सेकुवामा पुग्यौँ कफी खान। कफीसँगै मिठो कुरा पनि गरिरहनु भएको थियो, उहाँको कुरा सुन्दै पनि थिएँ म। उहाँले के भन्दै हुनुहुन्छ गेस गर्न सक्नुहुन्छ है। कफी खाइसकेपछि हामी निस्क्यौँ तल जाँदैछु म। यहाँ क्युएफएक्स सिनेमामा गएँ म। त्यहाँनिर अगाडि टिकट हेर्दैछु। टिकट मैले काटिसकेँ। 7:30 बजेको सो थियो हाम्रो। अनि हामी टिकट काटिसकेपछि पपकर्न लिनलाई मोहन सर जानुभयो। मोहन सरसँगै म पनि गएँ। अनि हामी यतातिर भिडियो त खिच्नु परिहाल्यो है। अनि पपकर्न कोक लिएर म आउँदैछु। मलाई पपकर्न र कोक भनेपछि एकदमै मनपर्छ। त्यहाँको कोक त एकदमै मिठो हुन्छ। फिल्म हेर्न गइसकेपछि पपकर्न नखाने त कुरै भएन। फिल्मसँगै पपकर्न खानुको मजा त छुट्टै नै छ। मोहन सरले भने जिरो कोक खान्छु भनिसकेपछि मैले उहाँको लागि जिरो कोक ल्याएँ। अनि म बसन्तको साइडमा उभिएर फोटो खिचेँ। फाइनली म हलभित्र छिर्दा अलिकति दर्शक आइसक्नु भएको थियो। अनि हामी कोकसँगै पपकर्न पनि खाँदै थियौँ। चिसो कोक खाँदै थियौँ हामी। यत्तिकैमा फिल्म स्टार्ट भयो। हामी फिल्म हेरिरहेका थियौँ। यसमा समाज रूपान्तरण गर्नुपर्छ, समाजमा जनचेतना फैलाउनुपर्छ भन्ने सन्देश दिएको थियो। यसमा राजेश हमाल, नाजिर हुसेन र प्रियङ्का कार्की जस्ता धेरै कलाकारहरू हुनुहुन्थ्यो। फिल्म सकिसकेपछि मैले दर्शकलाई फिल्म कस्तो लाग्यो भनेर रिभ्यू लिएको थिएँ। उहाँको रिभ्यू सुनौ है त। जस्ता फिल्म कस्तो लाग्यो? राम्रो छ। राम्रो लाग्यो? राम्रो छ। मन पर्यो? हजुरलाई फिल्म कस्तो लाग्यो? ठिकै। हजुरलाई कस्तो लाग्यो? एभरेज। राम्रो छ। हजुरहरूलाई फिल्म कस्तो लाग्यो? कुन पार्ट मन पर्यो हजुरलाई? सबै नै राम्रो लाग्यो। ए ओके। हजुरहरूलाई फिल्म कस्तो लाग्यो? फिल्म राम्रो छ। हजुरलाई फिल्म कस्तो लाग्यो? फिल्म असाध्यै राम्रो छ। कहिले फिल्म हेर्नु भयो? प्रकाश सपुत भन्ने मान्छे एउटा एकदम खुबी भएको मान्छे हो। गायकमा पनि, गीत गाउनेमा पनि, भनौँ न त्यो कलाकारिता पनि एकदम निपुण भएको जस्तो मलाई अनुभव लाग्यो। एकदम राम्रो छ। एकदमै राम्रो। तपाईँलाई सोध्यो, सबैको रिभ्यू पनि ल्यायो है। अब तिमीलाई कस्तो लाग्यो फिल्म? समाज परिवर्तन गर्नलाई एक्लैले सम्भव हुँदैन। सबैजना मिल्यो भने चाहिँ समाज परिवर्तन हुन्छ भन्ने सन्देश दिनुभएको छ। एउटा लोकदोहोरी गायक भएर पनि यतिसम्मको कथा लेख्नु भनेको सानो कुरा होइन। फिल्म एकदमै राम्रो छ।